हेलो नमस्ते सबैजना। म चाहिँ यहाँनेरि पत्ल्याएको जङ्गलमा मेरो नजिकैको एउटा गाउँमा चाहिँ घुम्न आएको थिएँ क्या। अनि यहाँनेरि एक्लै घुम्न यसो बाइकमा निस्किनु पर्यो भनेर यहाँनेरि बाइकमा एक्लै निस्केको। अनि यहाँ यसो फलेछ रहेछ क्या, एक्लै घुम्न निस्केँ पत्ल्याएको जङ्गलमा। एक्कासी मेरो बाइकै बन्द भयो क्या, इन्जिनै बन्द भएर मलाई चाहिँ यहाँनेरि दुईजना के हो भूत जस्तो पनि छ, तर्साए जस्तो पनि भइरहेछ यहाँनेरि पुरै। म चाहिँ यहाँ एक्लै आत्तिए जस्तो अवस्थामा बसिरहेको छु क्या। अनि के केटाहरू निस्किए जस्तो मलाई के हान्न खोजे जस्तो डर भइरहेछ यहाँनेरि चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँबाट तर्साए जस्तो छ क्या। केले भूत हो कि के, कालो चुडेल जस्तो क्या, कालो कालो छ। अलिअलि टाउको निस्किन्छ क्या, टाउको चाहिँ त्यहाँ हेर्नु है, घरिघरि निस्किन्छ क्या। म चाहिँ यहाँ पुरै प्यानिक भइरहेको छु, एक्लै छु क्या यहाँ जङ्गलमा। यहाँ हेर्नु है, थोरै के निस्के जस्तो। यता रुखदेखि तल के हल्ले जस्तो। कोही अब मलाई बचाउन आउनु सक्नुहुन्छ भने आउनुहोस्। हेलो हेलो, यता पनि छ, यता पनि छ, यता 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 के निस्क्यो, के यहाँ हेर्नु त। म चाहिँ एकदम डराएर एकदमै आत्तिरहेको छु यहाँनिर चाहिँ। अब गाउँमा कोही मान्छेहरू पनि हुनुहुन्न, यहाँ सुनसान छ। मेरो बाइक चाहिँ अफ भइरहेको छ यहाँ पत्ल्याएको जङ्गलमा। त्यहाँ हेर्नु न के निस्किन्छ, खुट्टा निस्किए जस्तो, तर्साए जस्तो। सबल भाइ चाहिँ बेसिकली हिजो भूत, हिजो मेन भूत।